Hello everyone, namaste and welcome back to my new vlog. तपाईहरु सधैं आरामै हुनुहुन्छ होला आई होप र जे जस्तो अवस्थाबाट हाम्रो भ्लग हेर्दै हुनुहुन्छ भने प्लिज माया गर्दिनु होला भन्न चाहन्छु। सो आज भने हामी जाँदै छौं आमा छोरी अनि भाउजू अनि भतिजी बना जाँदै छौं दाउरा ल्याउन, कसैले पर्सेउला ल्याउन जाँदै छौं। हेर्नुस् यहाँ हेर्नुस् देख्नु भयो लाली गुराँस देखे खिच्नु हुन्छ क्या तपाईहरुको मायाको चाहिँ हामीलाई एकदमै धेरै खाँचो छ हैन मम्मी? खाँचो छ। हाम्रो मम्मी यति धेरै खुसी हुनु भएको छ नि हिजोको भ्युज सर्टमा भ्युज आयो भनेर झन् हामी भाइरल हुने हो नि त। मम्मी त एकदमै धेरै सबैभन्दा धेरै खुसी म भन्दा पनि पाइन्छन् यहाँ भित्र निउरा पाइने हैन मम्मी? उ तल छन् होला है इन्टा निउरा त थोरै थोरै रहेछन् अहिले। यो लाली गुराँस धेरै छैनन्, झन् धेरै भएको भए त कति राम्रो देखिन्थ्यो है। ऊ आइन्छ ठुल्ठुला टोपरा रहेछन्। औसेलु हेर्नुस्। हेलो गाइस, हामी चाहिँ अहिले वनमा आउन पुग्न लागिसक्यौं। ल भन्नु न। वन आइपुग्न लागि अब दाउरा काट्न पर्छ, पर्सेउला सोर्न पर्छ अनि भारी सबैलाई माया गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला। अब रातारात हामीलाई भाइरल बनाइदिनु पर्यो के साथीहरु? मलाई त बुढाले मेरो मायाले पुगेन भन्न पर्यो। के रे भाउजू? मैले त भिडियोमा सबैको माया चाहिन्छ भनेर हालेको त मेरो बुढाले त मेरो मायाले तँलाई पुगेन भनेर झन्नै डिभोर्सै दियो। जे हाल्छु भने डिलिट गरिदिइहाल्ने हैन भाउजू? कता गएर चोर्ने हो, म यता माथिर सोध्छु त्यता नजाने भन्नु भएन? मम्मी नजाम त निका नजाम, यी छ भने सोरम। कहाँ सोर्ने हो मैले? मम्मी आउनु है। म चाहिँ सारा संसार बन्छ यो दिउँसो मन्तल त लौ कुस्मी दिउँसोमा त यो पुरै के रे खाजिदो नै रहन्छ के। अनि यति सानो डोको छ त्यही पनि बाबरे बाबु खेच्देखि खाँच्दिन। अब कति अलुङ्गो त छ साथीहरू है। अब तल मम्मी थिम गएर सल्ली पिरा हाल्छु। पानी पिउने गर्ने गाइस माया गरिदिनु सब्स्क्राइब आया मम्मी हँसाउनुहुन्छ। साथीहरू हामीले चाहिँ भारी सारी पुर्याइसक्यौँ, मम्मीले पुर्याइदिनु भइसक्यो। मेरो पनि आफ्नो पनि हेर्नुहोस् दाउराको भारी कति ठुलो छ, तपाईहरु बोक्न सक्नुहुन्छ? हेर्नुहोस् साथीहरू मेरो भारी त बहुत ठुलो छ। कुसुमी जत्रै हुँदा रश्मि जत्रै हुँदा त्यही यस्तै जान्थ्यौँ। त्यत्रोको भारी बनाइदिन्थेँ। यहाँ आएर सिक्नु भयो त्यही पनि डराउनुहुन्न। म त डर लाग्छ है वनमा, कता यतादेखि भूत आउँछ कि कता उतादेखि भूत आउँछ कि भनेर छ्याप्प समझ्छ कि भनेर। एक्लै नि आउनुहुन्छ भाउजू? एक्लै आउनुहुन्छ कि नाइ? ए त्यही त आधा घाँस गर्नु त आएछ नि, एकलाई त घाँस
देख्नुभयो गाइस मैले बोकेको भारी चुटुक्काको सानो क्युट छ। भाउजू अगाडि हुनुहुन्छ मम्मी पछाडि हुनुहुन्छ। मम्मी गरौँ भएर धेरै टिप्सिन होला अब हजुर ऊ तल हो यो त होइन बिस्तारै जाने अघि हेर्नुहोस् गाइज भाउजू बुटोमा चढेर टिकटक बनाउन लाउनु भएको छ भिडियो बनाउन। हेर्नुहोस् अलि माथि नै जाऊ है कविता। ल हेर्नु गाइसहरु म चाहिँ यत्रो ठुलो रुख चढेको छु कि यो टुप्पोमा जानुपर्छ म चाहिँ।